गुड मर्निङ एन्ड नमस्ते सबैजनामा। आज हामी स्मार्ट इन्टरेक्टिभ बोर्डमा प्ले स्टोर नभएको बेला के गर्न सकिन्छ र यसमा हामीले प्ले स्टोर इनेबल कसरी गर्छौं भन्ने कुराहरू सिकाउन गइरहेका छौं। सबभन्दा सुरुमा हामी के गर्छौं भन्दाखेरि मोडमा जान्छौं। मोडमा गइसकेपछि हेर्नुस् त यतापट्टि सिस्टम सेटिङ दिएको छ। सिस्टम सेटिङमा हामी क्लिक गर्छौं। सिस्टम सेटिङमा क्लिक गरिसकेपछि हामी लास्टमा सिस्टममा जान्छौं। सिस्टममा गइसकेपछि हामी अर्को यतापट्टि बिचमा हेर्नुस् त अबाउट लेखिएको छ। अबाउटमा जान्छौं। अबाउटमा गइसकेपछि हेर्नु त राइट ह्यान्ड साइडको बिचमा ब्ल्याक कलरले अबाउट लेखेको छ। यो हेर्नु त ABOUT अबाउट लेखेको छ। यसलाई हामी 10 चोटि क्लिक गर्छौं ह्यान्डले। 1 2 3 4 5 6 7 8 9 10 10 चोटि क्लिक गरिसकेपछि लेफ्ट ह्यान्ड साइडमा फ्याक्ट्री मेन्यु भनेर देखाउँछ। फ्याक्ट्री मेन्यु देखाउँदै क्रममा चाहिँ हाम्रो 5औं नम्बरमा हेर्नु त DEBUG लेखेको छ। DEBUG त्यसलाई हामी क्लिक गर्छौं। क्लिक गरिसकेपछि अब फेरि अर्को पेज खोल्यो हाम्रो। 8औं नम्बरमा हेर्नुस् त तपाई गुगल प्ले इनेबल दिएको छ। त्यसमा चाहिँ अफ लेखिएको छ। हेर्नुस् त अब यतापट्टिको एरोलाई हामी क्लिक गर्छौं। क्लिक गरिसकेपछि अन भयो। अन भइसकेपछि हामी यसलाई ब्याक गरेर हटाइदिन्छौं। यो फ्याक्ट्री मेन्युलाई ब्याक गरेर हटाइदिन्छौं र मेन डिस्प्लेमा जान्छौं। हामी मेन डिस्प्लेमा गइसकेपछि हामी फेरि मोडमा जान्छौं। मोडमा गएपछि वान स्क्रोल गर्छौं। यतापट्टि वान स्क्रोल गरिसकेपछि हेर्नुस् त प्ले स्टोर यता आइसकेको छ। र प्ले स्टोर आइसकेपछि हजुरहरूले यसबाट थर्ड पार्टीको एप्लिकेसनहरू डाउनलोड गरेर हजुरहरूले युज गर्न सक्नुहुन्छ। थ्यांक यू।